के तपाईलाई पनि किताब खोल्ने बित्तिकै निन्द्रा लाग्छ? 5 मिनेट पढ्यो कि मोबाइल चलाउन मन लाग्छ? यदि हो भने चिन्ता नलिनुस्, तपाई एक्लो हुनुहुन्न र तपाई अल्छी पनि हुनुहुन्न। आज हामी कुरा गर्नेछौँ हाम्रो दिमागले पढाइलाई किन दुश्मन मान्छ र यसलाई कसरी ह्याक गरेर पढाइमा अब्बल बन्न सकिन्छ। आउनुहोस् यसको पछाडिको विज्ञान बुझौँ। पढाइ किन गाह्रो लाग्छ? त्योभन्दा अगाडि अहिलेसम्म मेरो च्यानल मोटिभेटर बीपीलाई यदि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी सामनेमा देखाइएका बेल आइकनलाई जरुर दबाउनुहोस् ताकि यस्ता किसिमका एजुकेशनल, मोटिभेशनल एन्ड ट्रेनिङ भिडियोहरू यो च्यानलमा अपलोड भयो भने सबभन्दा पहिले तपाईको समक्ष पुगोस्, त्यसबाट तपाई लाभान्वित हुन सकियोस्। अब लागौ टपिक्सतिर। हामी मध्ये धेरैलाई पढ्न बस्दा निन्द्रा लाग्ने, ध्यान भड्किने वा बोर लाग्ने समस्या हुन्छ। यो केवल अल्छीपना मात्र होइन, यसका पछाडि हाम्रो दिमागले कसरी काम गर्छ भन्ने गहिरो विज्ञान लुकेको छ। यहाँ पढाइ गाह्रो लाग्नुको मुख्य कारणहरू र त्यसको समाधान पनि यो भिडियोमा चर्चा गरिएको छ। त्यसैले यसलाई अन्तिम समयसम्म हेरेर लाभ लिनुहोला। यसका मुख्य कारणहरू: तत्काल सन्तुष्टि बनाम विलम्बित नतिजा, इन्स्ट्यान्ट भिएस डिलेड ग्रेटिफिकेसन। हाम्रो दिमाग डोपामाइन नामक रसायनमा चल्छ जसले हामीलाई खुसीको महसुस गराउँछ। अरू रमाइलो काम जस्तै मोबाइल चलाउँदा, गेम खेल्दा वा रिल्स हेर्दा दिमागले तुरुन्तै डोपामाइन पाउँछ। यसलाई तत्काल सन्तुष्टि भनिन्छ। तर पढाइको नतिजा आउन महिनौं वा वर्षौं लाग्छ। हाम्रो आदिम दिमाग, प्रिमल ब्रेन, भविष्यको फाइदा भन्दा अहिलेको मजा रोज्न चाहन्छ। त्यसैले पढ्न बस्दा दिमागले यो बोरिङ छ, बरु मोबाइल चलाऊ भन्दै सन्देश पठाउँछ। दोस्रो नम्बर, दिमागको ऊर्जा खपत, कग्निटिभ लोड। पढाइ एक सक्रिय मानसिक प्रक्रिया हो, यसका लागि धेरै ऊर्जा चाहिन्छ। मानव मस्तिष्कले शरीरको कुल ऊर्जाको करिब 20% खपत गर्छ। जब हामी गहिरिएर पढ्छौँ वा नयाँ कुरा सिक्न खोज्छौँ, दिमागले बढी ग्लुकोज खपत गर्छ। विकासक्रम इभोल्युसन अनुसार हाम्रो दिमागले सकेसम्म ऊर्जा बचाउन खोज्छ। त्यसैले गाह्रो काम पढाइ देख्न साथ दिमागले आराम गर भनी आदेश दिन्छ, जसले गर्दा हामीलाई अल्छी लाग्छ। त्यसै गरिकन तेस्रो कारण, डर र मानसिक दबाव, फियर एन्ड प्रेसर। कहिलेकाहीँ विषयवस्तु गाह्रो भएर होइन, त्यससँग जोडिएको